यसको चाहिँ जम्मा 7 वटा भिडियो छ अहिलेसम्म। यतिसम्म हेर्नुभएको छ भने चाहिँ तपाईँले यहाँसम्म कसरी आइपुग्यौँ हामी भनेर बुझ्नुभएको छ। र यो भिडियोमा चाहिँ म स्ट्रोकको बारेमा तपाईँलाई भन्नेछु। फोटोसपमा स्ट्रोक चाहिँ दुईवटा तरिकाले युज गर्न सकिन्छ। अब स्ट्रोक भनेको के हो भनेर मैले अहिले डेफिनेसन दिनँ, मैले गरेर नै तपाईँलाई देखाउँछु। दुईवटा अप्सन चाहिँ कसरी जान सकिन्छ त? तपाईँको पहिलो अप्सन हो सर्टकट। सर्टकट भनेको म तपाईँलाई गरेर देखाइदिन्छु। यु र अर्को अप्सन हो ब्लेन्डिङबाट। यसलाई म अलिक मजाले बुझाउँछु। सबैभन्दा सुरुको सर्टकट चाहिँ यु, यसमा जाऊँ। जस्तै मैले यो बिचको भन्दा पनि यो निलो खाले ब्लू कलरको चाहिँ रेक्टेङ्गललाई मैले क्लिक गरिसकेँ र मैले क्लिक गरे पछाडि चाहिँ आफ्नो किबोर्डबाट यु प्रेस गरेँ। मैले यु प्रेस नगर्दाखेरि कस्तो थियो भने यो टपको प्यानललाई हेर्नुहोस् त, यहाँ अटो सेलेक्ट थियो, लेयर थियो। सँगै मैले अब यहाँ यु प्रेस गरे पछाडि चाहिँ यहाँनिर अप्सन आयो। के को अप्सन आयो? एकतिर फिल छ र अर्कोतिर स्ट्रोक छ र अहिले चाहिँ यो अफ रहेछ। अब मैले यसमा क्लिक गरेँ, यहाँदेखि सबै कलरहरू चुज गर्ने अप्सन आयो। यो मध्ये मलाई कुनै मन परेन भने पनि मैले जस्तै यहाँनिर छ कलर पिकर, यहाँनिर नाम पनि देखाइरहेको छ कलर पिकर, अर्थात् कलर तान्ने ठाउँ। हामीले अगाडि पनि रेक्टेङ्गलमा कलर फिल गरिसकेका छौँ, हामीलाई थाहा छ। मैले यसमा क्लिक गरेँ। अब यहाँ क्लिक गरिसके पछाडि चाहिँ जस्तै मैले अहिलेको लागि सेतो व्हाइट क्लिक गरेँ। अब यहाँनिर फेरि अर्को अप्सन छ 1px लेखेको छ। यो भनेको चाहिँ हामीले यसलाई जति भ्यालु इन्क्रिज गर्छौँ हाम्रो स्ट्रोक त्यति बढ्छ। स्ट्रोक भनेको चाहिँ बोर्डर जस्तो हो। जस्तै यहाँ हेर्नुहोस् त, अहिले एउटा सानो खाले व्हाइट लाइन क्रिएट भएको छ किनकि अहिले 1 पिक्सेलमा छ। सँगैमा मैले यसको भ्यालु चाहिँ 9 पिक्सेल पारिदियो भने के हुन्छ त? यसको यो बोर्डर, यसको यो लाइन, यसको यो मोटोपन जे भनौँ, हामीले प्रत्यक्ष लाइभ आँखाले देखिरहेको छौँ। यसलाई जे सोचौँ जे भनौँ तर यो बढिरहेको छ। यसबाट हामीले के बुझ्यौँ? यसको भ्यालु जति बढाइन्छ यसको मोटोपन त्यति बढ्ने रहेछ र हामीले कलर पिकरदेखि चाहिँ कलर पनि चेन्ज गर्न सक्ने रहेछौँ। यो भयो एउटा स्ट्रोक। अब अर्को स्ट्रोक भनेको थिएँ मैले। अर्को स्ट्रोक चाहिँ कहाँबाट भन्दाखेरि लेयर प्यानलबाट। जस्तै हामीले जुन लेयरमा अघि स्ट्रोक युज गरेको थियौँ, हाम्रो किबोर्डको यु अल्फाबेट युज गरेर, त्यही लेयरलाई चाहिँ म यहाँ लेयर प्यानलमा जान्छु, यसलाई राइट क्लिक गर्छु र यहाँबाट म ब्लेन्डिङ अप्सन भन्ने एउटा मेन्यु खोज्छु जुन चाहिँ सबैभन्दा माथि टपमै छ। मैले यहाँ क्लिक गरेँ। अब यहाँ पनि अघि हामीले जे गरेको थियौँ त्यही छ। के छ? स्ट्रोक। अहिले यो बक्समा चाहिँ टिक लागेको छैन। अब मैले यहाँ क्लिक गरेँ, टिक लाग्यो र मैले फेरि यसको यहाँ छेउतिर क्लिक गरेँ, यो भागमा। अब यहाँ अप्सन आयो। सेम अघिको जस्तै अप्सन छ। अघि पनि हामीले 1 देखि बढाएर 9 10 कति पारेको थियौँ। यसमा पनि त्यस्तै अप्सन छ र यहाँ पनि तपाईँको कलरको अप्सन छ। जस्तै मैले अहिलेको लागि यसलाई सेतो कलर पारिदिन्छु। अब यहाँ पनि म यसको भ्यालु बढाउँदै जान्छु। मैले यो स्लाइडरलाई ड्र्याग गरेर पनि बढाउन सक्छु वा म्यानुअली पनि भ्यालु हाल्न सक्छु। हेर्नुहोस् त, यो सेतोको लेभल यतातिर बढ्दैछ। यो भिडियोबाट हामीले के सिक्यौँ त भन्दा दुईवटा स्ट्रोक राख्न सकिने रहेछ। अब हामीलाई जुन मनपर्छ, यो हाम्रो क्रिएटिभिटीको कुरा हो, यसको कुनै नियम हुँदैन, हामीले त्यो अनुसारले युज गर्न सक्यौँ।